आज म साथीहरूलाई युट्युबको थम्बनेल कसरी बनाउने भन्ने विषयमा जानकारी दिन गइरहेको छु। त्यसको लागि भिडियो पुरा हेरेर रम्बा भाइब्सलाई सब्स्क्राइब गर्नुहोला। अब लागौँ साथीहरू मुख्य टपिकतिर। त्यसको लागि थम्बनेल बनाउनको लागि मोबाइलबाट एउटा यो पिक्सल ल्याब भन्ने एउटा एप्लिकेसन हुन्छ, त्यो प्ले स्टोरमा पाइन्छ, त्यहाँबाट डाउनलोड गर्ने। त्यसपछि अब म तपाईहरुलाई सिकाउँछु यसलाई कसरी प्रयोग गर्ने भनेर। यहाँ म विस्तृत रूपमा बताउने छु साथीहरू, धैर्य गरेर हेर्नुहोला। यसलाई पिक्सल ल्याब ओपन गर्ने। त्यसपछि यहाँ नयाँ पेज खुल्छ, यो टेक्स्टको लागि हो, यहाँ लेख्ने। यसलाई पहिला डिलिट गरौँ साथीहरू, यसलाई डिलिट गरियो। त्यसपछि यो तीनटा डट भएको ठाउँमा क्लिक गर्नुहोस्। यसमा गएर इमेज साइज लिने। त्यसपछि यहाँ विभिन्न साइजहरूको क्याटेगोरी यहाँ देखाएको हुन्छ, यसमा क्लिक गर्नुहोस्। त्यसपछि गएर यहाँ हामीलाई अहिले चाहिएको युट्युब थम्बनेल हो, अनि त्यसमा हामीले यहाँ क्लिक गर्यौं। युट्युब थम्बनेलमा गएर चाहिँ क्लिक गर्यौं। त्यसपछि यहाँ ओके क्लिक गरेपछि यो एउटा साइज भयो। त्यसपछि अब हामीले यसलाई ब्याकग्राउन्डमा केही राख्नको लागि यहाँ म क्लिक गर्छु, प्लसको आइकनमा क्लिक गरेर ग्यालरीमा जाने। ग्यालरीमा गइसकेपछि यहाँबाट खुल्छ। त्यसपछि यहाँबाट फोटो लिने। अब जस्तै कुनै म यो लिएँ साथीहरू, म यसको विषयमा थम्बनेल बनाउँछु। यसरी खुल्यो। यसरी खुलेपछि यसलाई यदि गोलोमा गराउनु छ भने गोलोमा क्लिक गर्ने। जो साइज यदि चाहिएको छ भने त्यो लिन सकिन्छ। त्यसपछि यहाँ म राइटमा क्लिक गरेँ। त्यसपछि यो आयो। यसमा चाहिँ नि यो राइट एरो दिएपछि यसो गरेपछि यसरी खुल्छ। ड्र्याग आफूलाई कति साइज चाहियो यसरी बनाउने, टक्क यसरी राख्ने। यो एउटा उदाहरणको लागि मात्रै म भन्दैछु साथीहरू, यसलाई यसरी राख्ने। यसरी राखिसकेपछि अनि यो फोटो नहल्लियोस् भनेर यहाँ यस्तो आइकन दिएको छ, यहाँ गएर यसलाई लक गर्ने। अनि यो गरेपछि यो यताउता मुभ हुँदैन, यो टक्क यहाँ रहन्छ। त्यसपछि लेख्नको लागि यहाँ जाने। त्यसपछि गएर टेक्स्टमा क्लिक गर्ने, अनि यहाँ डबल ट्याप गरेपछि यो आउँछ। यसपछि त्यसपछि यहाँ पर्ख्नुहोस् साथीहरू, यहाँ यसमा नेपालीमा या इङ्ग्लिसमा आफूलाई जेमा लेख्नु छ त्यसको लागि आउँछ। म यहाँ एउटा लेखेर देखाउँछु। यहाँ लेखौँ प्रभु शाह। प्रभु शाह लेखियो, यहाँ आयो। यसरी चाहिँ नि यसरी यहाँ आयो साथीहरू। यसरी साइज यहाँबाट ड्र्याग गरेर पनि लिन मिल्यो। त्यसपछि यहाँबाट पनि मिल्यो है। यो ए लेखेको बटनमा गएर यहाँ विभिन्न कुराहरू यहाँ लेखिएको छ, यसमा चाहिँ नि जाने। त्यसपछि गएर साइज यो टी लेखेको ठाउँमा टाइटलमा जाने। त्यसपछि यहाँ प्लसमा प्लस यता गरे बढ्छ, यता थोरै थोरै माइनसतिर ल्याए कम हुन्छ। यसरी चाहिँ गर्न सकियो। अहिले यति राखियो साथीहरू, अनि यहाँ चाहिँ यसो गर्ने। ओके भयो। त्यसपछि गएर यसलाई सेलेक्ट गरेर अनि यता जाने। त्यसपछि यो अनि यो प्याडिङ भयो। प्याडिङमा चाहिँ नि यता सार्ने उता सार्ने, यो पनि भयो। त्यसपछि गएर कलर कस्तो चाहिन्छ, कलरमा भयो, ग्रेडियन्ट भयो। कलरमा यहाँ गएर
यो सेतो भयो, रातो, पिङ्क अनि विभिन्न थरी यो लियो, यसलाई ओके गरियो। कलर पनि भयो। अनि टेक्सचर हो। टेक्सचर भनेको के हो भने यहाँबाट चाहिँ नि क्लिक गरेर यहाँबाट क्लिक गरेर तपाईँको कुनै फोटो छ त्यो फोटोबाट कलर लिन्छु भनेर चाहिँ नि कुनै चाहिँ नि लियो भने त्यो पनि लिन सकिन्छ साथीहरू। जस्तै यो मैले उदाहरणको लागि यो आँपको मैले लिएँ होइन। यो आँपको कलर चाहिँ त्यसमा हाल्न पाइयो है। यसरी आँप यो हरियो छ, मैले यसलाई चाहिँ ओके गरिदिएँ। यो आँपको कलर आयो हेर्नु साथीहरू। यसरी चाहिँ नि मैले आँप लिएँ, यो आँपको कलर राम्रो पनि देखियो। यसरी छ। यसरी चाहिँ नि गर्न सकिन्छ। यो किन यस्तो भयो भने अलिकति राम्रो देखिएन, किनभने यसलाई ऊ भयो, के भन्छ, कलर चाहिँ ब्याकग्राउन्ड पनि त्यस्तै भएको भएर ग्यालरीमा गएर म अर्को कलर लिन्छु साथीहरू। हेर्दै गर्नु होला अनि भिडियोलाई लाइक पनि गर्नु होला साथीहरू। यहाँ एउटा फोटो खोज्दैछु म साथीहरू। यो संविधान सभा भवनको फोटो छ मसँग। यसलाई चाहिँ नि हेऱ्यो। अब यसलाई पछाडि लानको लागि चाहिँ नि यहाँ टु ब्याक भनिदिएपछि यो फोटो पछाडि गयो साथीहरू। टु ब्याक यहाँ टु ब्याक लेखेको हुन्छ। यो चाहिँ नि सबैभन्दा पछाडि गयो। यसलाई चाहिँ ड्र्याग गरेर आफूले चाहे अनुसारको ल्याउन सकियो। यसरी 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 ड्र्याग यसरी सट्ट साइज मिलाएर ट्याक्क चाहिँ यसरी राखियो। भयो नि साथीहरू मजाको होइन। अनि यसलाई चाहिँ नि यहाँ गएर ब्लक गरिदिएपछि यो यताउति हिँड्दैन। अनि यो फोटो चाहिँ नि पछाडिको फोटो चाहिँ चक भयो अहिले होइन। फोटो अलिक चक भयो। यसलाई चाहिँ नि कम गर्नको लागि यहाँ चाहिँ नि यो ओपेसिटी भन्ने हुन्छ। यो ओपेसिटीमा गएर यसलाई ओके यसलाई एनेबल गरिदिएर यसलाई चाहिँ नि यो अहिले यसलाई अनलक गर्नुपर्ने रहेछ होइन। पहिला अनलक गर्छु, त्यसपछि गरौँ है त यहाँबाट। अब सायद हुन्छ होला। यो जुन फोटो हामीले ब्याकग्राउन्डमा पछि राखिएको थियो त्यसको चाहिँ नि कति गर्ने हो होइन। थोरै छाया मात्रै देखाउने हो कि धेरै देखाउने हो कि यो मैले यति राखेँ। ल यति भयो होइन। अनि यो फोटो चाहिँ नि हामीले त्यो आँपको चाहिँ नि फोटो लिएर राखेको ठ्याक्क ट्याक्स त्यही भयो होइन। यसरी गर्न सकिन्छ। त्यसपछि विभिन्न कुराहरू यहाँ छन्। त्यसपछि यो कलर फिल्टर छ। यहाँबाट चाहिँ नि कस्तो गराउने, यहाँ विभिन्न कुराहरू धेरै यहाँ सुविधाहरू छन्। त्यसपछि गएर यहाँ रोटेट गर्न सकिन्छ। जस्तै चाहिँ नि अब रोटेट यो फोटो घुमाउन ओर्न पर्यो भने यसले पनि हुन्छ। अनि यो हेर्नु साथीहरू ब्याकग्राउन्ड पनि घुम्छ यसरी होइन। यसरी घुमाउन सकियो। त्यसपछि गएर स्याडो चाहिँ नि फोटोमा स्याडो आयो। मैले यहाँ क्लिक गर्ने बित्तिकै फोटोमा स्याडो आयो होइन, ब्याकग्राउन्ड फोटोमा। यदि मैले चाहिँ यो सेलेक्ट गरेँ पनि यसमा पनि स्याडो आउँछ। यसरी चाहिँ गर्न सकिन्छ साथीहरू। जति चलायो त्यति जानिने विषय हो यो। त्यसपछि यहाँ मास्क छ। त्यसपछि यहाँ रोटेट छ। अनि एम्बुस छ। यो एम्बुसले चाहिँ यहाँ जस्तै यो सेलेक्ट गरेर एम्बुसमा लास्टमा गयो भने यो अक्षरहरू चाहिँ कस्तो मिलाउने, के गर्ने होइन, साइनिङ ल्याउने यहाँ क्लिक गर्ने बित्तिकै अर्को भइसक्यो। यसलाई यस्तै चम्किलो बनाउन मन लागे। कतिको दामी भयो त, अहिले त राम्रो देखियो त। यसरी यस्तो चाहिँ नि आँपको कलर ल्याएर हेर्नु साथीहरू। ती टपमा राखेका आँपको कलर ल्याएर यस्तो चाहिँ नि ह्यान्ड राइटिङ मतलब यस्तो राम्रो भयो त होइन। यस्तो गर्न सकियो। त्यसपछि जस्तै अब यो ट्याक्सलाई अहिले यो ट्याक्स भयो होइन। उदाहरणको लागि भन्दैछु म। यसलाई चाहिँ नि सरी साथीहरू, यो मुभ भयो होइन। यसलाई मुभ नहोस् भनेर यहाँ ब्लक गर्न सकिन्छ। यसलाई चाहिँ नि
यी चाबीको बटन दिएको त्यहाँदेखि गरेपछि अब त हल्लिँदैन। अनि यो भयो होइन, मलाई यो गोलोमा चाहियो होइन। गोलोमा चाहियो भने पनि यो हुनसक्छ। यसलाई पहिला थोरै साइज यसको सानो गराम होइन। यो तपाईँहरूलाई बताउनको लागि है साथी होइन। यस्तो लामो गराउन सकियो। यसलाई सानो गराएर यसरी लामो गराउन सकिन्छ। यसलाई सानो गराएर अनि यसलाई मैले तपाईँहरूलाई देखाउन खोजेको के हो भने यो यस्तो अहिले सिधा छ होइन। यसलाई अलिकता कर्भ, यहाँ कर्भ लेखेको छ, यहाँ क्लिक गरियो भने यो ब्यान्ड भएर यस्तो भएर पनि आउँछ। यस्तो भएर ब्यान्ड गरेर यस्तोमा आउँछ है। अनि यता ल्याइयो भने यता ब्यान्ड हुन्छ, यता यसरी ब्यान्ड हुन्छ। अनि यसलाई सिधा राखियो भने यस्तै राख्नुपर्छ साथीहरू। आफूलाई जसरी मन लाग्यो त्यसरी चाहिँ नि सुगाउन सकिन्छ। ब्याकग्राउन्ड होइन, म फोटोलाई ब्याकग्राउन्डमा राख्छु। फोटो मेरो के अरे सरी यो टेक्स्टलाई ब्याकग्राउन्ड दिन्छु भन्ने पनि यहाँ ब्याकग्राउन्डहरू छन्, विभिन्न कुराहरू यहाँ छन्। त्यसपछि यहाँ छ यो सेपहरू भयो। अब जस्तो यहाँ कुनै सेप दिन्छु भने पनि यहाँ जाने सेपमा, त्यसपछि यहाँ क्लिक गर्ने। जस्तो स्टार राख्न मन लाग्यो भने यहाँ स्टारमा क्लिक गर्ने। स्टार आयो साथीहरू, हेर्नुहोस् स्टार आयो। स्टारलाई चाहिँ नि जस्तो यहाँ मैले स्टार राख्छु भने एउटा उदाहरणको लागि है साथीहरू, यहाँ त आवश्यक भएन, तर चाहिँ यो यसरी राख्न सकियो। यसलाई ओके गर्यो। अनि यसलाई होइन म कलर अर्को दिन्छु भन्यो भने त्यही कलरमा जाने। यहाँ कलर सेलेक्ट गर्ने, ओके गर्ने। रातो, हरियो, कालो होइन, सेतो, अब आफूलाई चाहिएको जुन कलर छ। यहाँ कलर ग्रेडियन्ट लेखेको छ, यिनमा चाहिँ नि क्लिक गरेर तपाईँहरूले अप्लाई गर्न सक्नुहुन्छ। अझ यसलाई चाहिँ नि चम्किलो साइनिङ गराउँछु भन्ने हो भने यहाँ चाहिँ नि एम्बोस भन्ने छ। यसलाई क्लिक गर्ने बित्तिकै चम्किलो भइसक्यो, क्लिक गर्ने बित्तिकै भइहाल्छ। यहाँ यसरी कम धेरै गराउने आफ्नो इच्छाले टक्क राख्न सकियो। यसमा अरू पनि ट्याक्सहरू मिलाउन सकिन्छ आफ्नो हिसाबले, यहाँ टक्क लगाएर। त्यसपछि अब यसलाई यो सबैलाई मर्ज गर्छु भन्ने तपाईँको विचार आयो। अब यो सरिरहन्छ भनेर चाहिँ नि मर्ज गर्ने इच्छा भयो भने तपाईँको अनि यो यहाँ चाहिँ कोठा भएको ठाउँ छ। अनि के एकदम लेभलमा राख्नु छ भने यसलाई यहाँ क्लिक गरेपछि जस्तै यो छ, अहिले यसलाई यो जस्तै यो अक्षरहरू छन्, अक्षरलाई चाहिँ ठ्याक्कै यो लाइनमा राखेपछि सोझा भयो। अनि त्यसपछि यसलाई पनि एउटा उसमा राख्छु भन्ने गऱ्यो भने ठ्याक्कै यो कोठाहरूले तपाईँको लेभल मिलाउनको लागि काम गर्छ। त्यसपछि अब यसलाई मर्ज गर्छु, यसलाई मर्ज गर्छु भन्ने हो भने यहाँ जाने। त्यसपछि यहाँ यस्तो दिएको हुन्छ, यहाँ क्लिक गरेपछि यहाँ मर्ज यहाँ टक्क टक्क यी सबैलाई गर्ने। यो गरेपछि यहाँ मर्ज गरिदिएपछि यहाँ मेसेज दिन्छ, आर यु स्योर वान टु मर्ज द सेलेक्टेड अब्जेक्ट भन्छ होइन। यसमा ओके गरियो भने यसमा ओके गरियो भने ओके भयो साथीहरू। अब यो के भयो भने अब यो ठ्याक्कै एउटा फोटो भयो। अब यो सारे पनि अरू अब एउटा अलग सर्दैन, ठ्याक्कै यो यसरी सर्छ। टक्कै यहाँ राखियो। अब यसलाई अब हामीले गर्नु पर्यो कि यसलाई सेभ गर्नको लागि यसमा जाने। त्यसपछि गएर यहाँ तपाईँको सेभमा जाने। यो फेरि एकचोटि बताउँछु मैले तपाईँहरूलाई, यहाँ जाने। त्यसपछि सेभ प्रोजेक्टमा भयो भने तपाईँले यसलाई पछि फेरि रिएडिट गर्न मिल्यो, फेरि पनि मिलाउन मिल्यो यसलाई होइन, त्यो गर्न मिल्यो। तर सेभमा जाने हो भने सेभमा दुई प्रकार हुन्छ, एउटा पिएनजी हुन्छ, एउटा जेपिइजी हुन्छ। थम्बनेलको लागि चाहिँ हामीले जेपिइजीमा सेभ गर्नुपर्छ, युट्युब थम्बनेलको लागि। अनि होइन म यसलाई फेरि पछि अरू ब्याकग्राउन्डमा यसलाई म मिलाउँछु भन्यो भने पिएनजीमा पनि गर्न सकिन्छ। अहिले म यसलाई जेपिजीमा गरेँ। अनि यहाँ तल डाइमेन्सन भने यसमा चाहिँ कस्टम लेखिएको छ। कस्टममा गएर आफूलाई क्वालिटी चाहिने डिफल्ट, कस्टम, लो, मिडियम, हाई, भेरी हाई, अल्ट्रा। मैले अल्ट्रामा क्लिक गरेँ। त्यसपछि सेभ टु ग्यालेरी भयो। सेभ टु ग्यालेरी भनेपछि यो हाम्रो पछि हामी
अब हामी लाग्छौँ युट्युबतर्फ। अब जानु पर्यो युट्युबमा। युट्युबमा गएर कसरी थम्बनेल हाल्ने भन्ने विषयमा पनि म तपाईँहरूलाई सिकाइदिन्छु साथीहरू। त्यसै कसैले यो विषयमा सिकाएको हुँदैन। त्यसलाई चाहिँ नि अब हामी जानु पर्यो वाइटी स्टुडियोमा जाने। वाइटी स्टुडियो या युट्युबमा डाइरेक्ट गएर पनि हुन्छ। त्यसपछि यहाँ खुल्दैछ, त्यसमा गएर यहाँ जाने। यहाँ गएर एडिटमा जाने। एडिटमा गएर एडिटमा क्लिक गर्ने। त्यसपछि यहाँ खुल्छ। त्यसपछि यहाँ गएर तपाईँहरूको यहाँ पेन्सिल यो साइडमा, यो देब्रे साइडमा पेन्सिल आइकनमा गएर तपाईँको देखाउँछ। त्यसपछि यहाँ गएर आफ्नो सेभ भएको यहाँ आउँछ। यहाँ आइसक्यो। यहाँ मैले पहिले बनाएर मैले यो प्रभु शाहले प्रतिनिधि सभामा बोलेको भिडियो मैले हालिसकेको थिएँ। त्यो भएर यहाँ देखाइसकेको छ। यो क्लिक गरिदियो भने त्यो हाम्रो त्यहाँ सेलेक्ट हुन्छ। यो थम्बनेल भनेको के हो भने साथीहरू, युट्युबमा चाहिँ नि मुख्य देखिने आकर्षण पहिला सुरुको चाहिँ नि भाग थम्बनेलले हो है। अब जस्तै मैले यहाँ हालेको छु सम्माननीय प्रधानमन्त्रीले दिएको भाषणको चाहिँ म यहाँ बनाएको थिएँ। यी थम्बनेल चट्ट त्यो थम्बनेल बनाएर हालेपछि भिडियोको आकर्षण राम्रो देखिन्छ, अरूले हेर्दा पनि चट्ट राम्रो देखिन्छ। यो चाहिँ नि थम्बनेल बनाएर हालेको भिडियो हो साथीहरू। तपाईँहरूले पनि यस्तै गर्न सक्नुहुन्छ। हुन त म पनि नयाँ नयाँ नै हो, सिक्दैछु। तर मैले सिकेको कुरा चाहिँ तपाईँहरूलाई आफ्नै नेपाली भाषामा सिकाउने प्रयत्न गरेँ। भिडियोलाई अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, सब्सक्राइब गर्नुहोला साथीहरू भन्दै म अहिले भिडियोबाट बिदा भएँ। तपाईँहरूले केही नबुझेको, केही सोध्न मन छ भने कमेन्ट्समा प्रतिक्रिया दिनुहोला। म अवश्य पनि तपाईँहरूलाई यो पिक्सल ल्याबको बारेमा बताउने छु। अहिले भिडियोमा पुरै बताउन सम्भव भएन। यदि कसैलाई कुनै कुरामा दुविधा छ भने म तपाईँहरूलाई कमेन्टमा बताउने छु। कृपया मलाई कमेन्ट गर्नुहोला, च्यानललाई सब्सक्राइब गर्नुहोला भन्दै अहिले म बिदा भएँ साथीहरू। नमस्कार।